सम्पूर्णमा नमस्कार। नमस्कार। दोस्रो दिनमा यहाँहरूले स्वागत पनि गर्न चाहे। हाम्रो कार्यविभाजन अनुसार हामीले चाहिँ छाउपडी प्रथा सम्बन्धी परेको थियो र त्यो हामी प्रेजेन्टेसन गर्न गइरहेका छौँ र हामी पालै पालो गर्नेछौँ र सुरुमा उहाँबाट नै सुरु हुनेछ स्टार्टिङ। चाहिँ छाउपडी प्रथा छाउपडी भन्नाले जस्तै विशेष गरी सुदूरपश्चिमका जिल्लाहरूमा महिनावारी भएको समयमा घरभन्दा टाढा अर्थात् छाउगोठमा महिलाहरूलाई राखिन्छ, त्यसलाई छाउपडी भनिन्छ। अनि छाउपडी भन्नाले घरभन्दा टाढा के महिनावारी भएपछि आफ्नो बसोबास गर्ने भन्दा केही टाढा राख्ने अलगै छाउपडी अलगै बस्ने घर बनाएको। त्यसपछि छाउपडीमा विभिन्न जिल्लाहरूमा छाउपडीहरू छन्। छाउपडीलाई मानिने विभिन्न जिल्लाहरूमा जसमध्ये अछाम, बाजुरा, बझाङ, ढोटी, दार्चुला, बैतडी, डडेलधुरा, हुम्ला, जुम्ला हो। जुम्लामा चाहिँ छाउपडीलाई छुइकुला भनिन्छ। त्यसै गरी अब छ यहाँहरूले यो हाम्रो विशेष गरी मानिने भने अछाम, बाजुरा, बझाङ, ढोटी, दार्चुला, बैतडी, डडेलधुरा र कृष्णपुरको कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका एकदमै छ र वार्ड नम्बर 1 मा विशेष गरी छ। यो वार्ड नम्बर 1 मा हाम्रो यो छाउगोठकै क्रममा यो महिनावारी भएको क्रममा अलग्गै एउटा यो घर बनाइएको हुन्छ र त्यही घरमा बसिरहेको क्रममा चाहिँ एकजनाको मृत्यु पनि भएको थियो 1 नम्बर वार्डमा। त्यसै गरी वार्ड नम्बर 1 मा रहेका 155वटा छाउपडी गोठहरू पनि यहाँहरूले यो बाल क्लबहरू एनएनएसडब्ल्यूको आर्थिक सहयोगमा गएर उहाँहरूले भत्काउनु भएको थियो र जसमध्ये 20वटा छाउपडी गोठमा 155वटामा 20वटा गोठमा चाहिँ सर्पहरू पनि भेटिएका थिए। 155 छाउपडी गोठ भत्काए र त्यहाँमध्ये 20वटा छाउपडीमा चाहिँ सर्प पनि उहाँले भेट्टाउनु भएको थियो क्या। त्यहाँमा कतिपय 20जना अरू पनि मृत्यु हुन्थ्यो, उहाँले 30 जनाले बचाउनु भयो। अनि कृष्णपुर नगरपालिका 1 मा एकजनाको मृत्यु हो। मैले अघि नै भनिसकेँ, एकजना महिलाको चाहिँ मृत्यु भएको थियो। यो एकदमै प्रचार भएको कुरा पनि हो। तपाईँहरूलाई यहाँहरूलाई थाहा पनि छ, विशेष गरी सुदूरपश्चिम चिनिने भनेको नै छाउपडी र लागु पदार्थ दुर्व्यसनीले हो मलाई जहाँसम्म लाग्छ। यो यतिका प्रदेशमा सबैभन्दा बढी मान्ने भने छाउपडी प्रथा चाहिँ सुदूरपश्चिममा नै हो जस्तो लाग्छ। अब यहाँभन्दा मभन्दा केही कुरा चाहिँ उहाँले भन्नुहुन्छ। विशेष गरी अब भनिसक्यो होइन, 1 वर्ष अगाडि एकजनाको मृत्यु भएको थियो होइन, त्यो सबैलाई थाहा छ। तर त्यो मृत्यु भइसकेपछि एकजना चाहिँ दिदीबहिनीको मृत्यु भइसकेपछि हामीहरूलाई फेरि के भयो भन्दाखेरि त्यो न्युजले इन्टरनेसनल लेभलमा पनि चाहिँ त्यसको प्रचार प्रसार भयो के। फेरि यो 1 नम्बरलाई नै फोकस गरेर एउटा गाना पनि बनेको छ के। विभिन्न एकदम चाहिँ फेरि के छ भन्दाखेरि हामी 1 नम्बरलाई चाहिँ बालमैत्री घोषणा गर्छौँ भन्ने अभियानमा लागे होइन। त्यो क्रममै त्यो के अरे बालमैत्री घोषणा गर्ने क्रममै चाहिँ ठ्याक्कै घटना घटिदियो। त्यो घटना घटिसकेपछि एकदम चाहिँ हाम्रो 1 नम्बर समग्र कृष्णपुर कञ्चनपुरको बेइज्जत भयो। इन्टरनेसनल लेभलमा पनि त्यो न्युज पुग्यो होइन। त्यसपछि चाहिँ हाम्रो जीवर्गदेखि के अरे जिल्ला प्रशासन कार्यालयदेखि चाहिँ सिधैमादेखि हाम्रो 1 नम्बरमा छाउगोठ भत्काउनु पर्यो, छाउगोठी मुक्त गर्नु पर्यो। कति के अरे आर्मीको फोर्स चाहिन्छ, कति आर्मी चाहिन्छ, कति सेना चाहिन्छ, हामी यहाँबाट पठाउँछौँ भनेर जीवर्गदेखि सिधै चाहिँ आदेश आएको थियो हामीलाई होइन। तर हामीले चाहिँ अब त्योभन्दा पनि पहिले अब हाम्रै गाउँ समाज होइन, पहिले चाहिँ हामी गएर सम्झाउनु पर्छ, बुझाउनु पर्छ, जनचेतना गराउनु पर्छ। अनि मान्दैनन् भने त्यसपछि चाहिँ हामी अनि चाहिँ बलको प्रयोग गरौँला भन्ने हिसाबले हामीले नगरपालिकासँग कोअर्डिनेसन गरेर अनि विभिन्न सङ्घ संस्थाहरूसँग कोअर्डिनेसन गरेर हामी चाहिँ के अरे फिल्डमा उत्रियौँ होइन। फिल्डमा उत्रिसकेपछि हामीसँग एनएनएसडब्ल्यू भयो, अनि प्रहरी थियो, बाल क्लब थियो होइन, अनि वडा के अरे जनप्रतिनिधिहरू, अनि चाहिँ स्थानीय सरकार बाधाधिकार सबैको चाहिँ सहभागितामा हामी गयौँ। गइसकेपछि प्रत्येक घरमा चाहिँ एउटा छाउगोठ बनाएको हामीले भेट्यौँ। विशेष गरी यो अछामबाट चाहिँ जुन के अरे त्यहाँबाट बसाइ सरेर आएका छन् नि अछामबाट, त्यो समुदायमा चाहिँ एकदम बढी देख्यौँ हामीले। त्यसपछि चाहिँ हामीहरू सम्झाउँदै गर्दा नमान्ने भएका कारणले हामीहरू फेरि आफै चाहिँ भत्काउन थाल्यौँ। सुरुमा अलिक गाह्रो भयो। त्यसपछि चाहिँ हामीसँग चाहिँ प्रहरीको सङ्ख्या थपिँदै गयो र हामी चाहिँ सफल भयौँ। त्यो क्रममा हामीले करिब 10 दिनभित्रमा चाहिँ 155वटा गोठ भत्कायौँ। र त्यो गोठ भत्काउँदै गर्दा के भेटियो भन्दाखेरिमा
प्रत्येक गोठको चाहिँ भित्तामा अथवा छतमा चाहिँ एउटा एउटा सर्प भेटिने भयो कि हामीले 155 गोठ भत्कायौँ। 155 गोठमा चाहिँ 20 वटा सर्प हामीले भेट्यौँ। फेरि कस्तो भयो, हाम्रो कार्यपालिका सदस्य बालकलका साथीहरूलाई त्यो सर्प चाहिँ टोक्ने बेला के अरे ट्याक्कै हाम्रो त्यो के अरे माथिको चाहिँ टाइल उठाउने बेला यसरी आउने के ट्याक्कै हातमा। त्यही भएर एकदम जोखिम थियो, तैपनि हामीले चाहिँ सफल भयौँ। 155 वटा गोठ भत्कायौँ। त्यसपछि अब चाहिँ हामीले लाग्यो हामी चाहिँ हाम्रो वडाबाट छाउपडी मुक्त गर्नमा सफल भयौँ भन्ने हामीलाई महसुस भयो। तर फेरि एकचोटि अनुगमन गर्नुपर्छ के अरे छाउपडीको अवस्था कस्तो छ भनेर हामी 2 महिनापछि त्यो के अरे गोठ भत्काएको 2 महिनापछि हामी फेरि अनुगमनमा गयौँ। फेरि 10 गोठ के अरे 10 गोठहरू भेटियो होइन। त्यसपछि अझ हामी 5 महिनापछि अनुगमनमा गयौँ। अहिले चाहिँ हामीसँग 17 वटा गोठ फेरि भेटिएको छ भनेपछि अब नगरपालिकाले सिधै डाइरेक्ट के भनिदिएको छ भने अब जुन के अरे घरमा छाउगोठ छ त्यसको सेवा सुविधा बन्द गर्नुपर्छ। लातो के भूत बातो से नै मान्थे। अब एक्सन मुभी नै गर्छ। जबसम्म अब विशेष गरी यो के हो भनेपछि जुन हाम्रो बुढापाकाहरू हुन्छ नि उनीहरू चाहिँ फोर्स गर्छन् कि छाउगोठमा बस्नुपर्छ, हाम्रो देवता रिसाउँछन्, भगवान रिसाउँछन् भनेर। त्यही भएर नगरपालिकाले सिधै के भनेको छ भन्दाखेरिमा जसको घरमा छाउगोठ छ जो मान्दैन त्यसको वृद्ध भत्ता भयो, नागरिकताहरू, जन्म दर्ताहरू जे पनि छ सब कटौती गर्नुपर्छ अनि मात्र उनीहरू मान्छन्। हामीले सम्झायौँ, मान्दैनन् भनेपछि त्यो बल प्रयोग गर्नै पर्छ भनेर भनेको छ। अब के अरे अब हामीहरू चाहिँ मान्छौँ नै ठिक छ, नत्र भने हामी त्यो प्रोसेसमा चाहिँ लागिरहेका छौँ र बालमैत्री चाहिँ घोषणा गर्ने अभियानमा लागिरहेका छौँ। सङ्घीय सरकारको स्थानीय सरकारलाई जिम्मा दिएको छ। सङ्घीय सरकारले स्थानीय सरकारलाई छाउपडीको अन्त्य गर्नुपर्छ भनेर स्थानीय तहलाई जिम्मा दिएको छ र मुलुकीय अपराध संहिता 2074ले महिनावारी सुत्केरी भएको अवस्थामा छाउपडी गोठमा राख्ने वा अपमान गर्ने व्यक्तिहरूलाई छाउपडी गोठमा राख्ने, घरभन्दा टाढा राख्ने अनि हाम्रो छाउपडी प्रथा भयो भने हाम्रो समुदायमा, हाम्रो समाजमा दुध दही नदिने, अलग राख्ने, हाम्रो दुध दही दियो भने हाम्रो गाई गोरु दिँदैन अनि हाम्रो देवता रिसाउँछ भनेर यसरी दिँदैन, त्यस्तो भेदभाव गर्यो भने जसको घरमा छाउपडी गोठ भेट्यो भने ती मान्छेहरूलाई 3 महिना कैद र 3000 रुपियाँ जरिमाना वा 2वटै सजायहरू जरिमाना गरिने छ भनेर नेपाल सरकारले तोकिदिएको छ कारबाहीहरू। ल हुन्छ, मैले यसमा केही कुरा थप्न चाहे। अब यहाँ गाई गोरु नदिने, देवता रिसाउने भन्ने कुरा आयो। अब त्यसमा चाहिँ के हुन्छ भने चाहिँ अब हाम्रो यो ट्रेनिङ लिँदै गर्दाखेरि यो महिनावारी भनेको अलग ठाउँमा अलग गोठमा नराख्ने भई यो महिनावारी भएको बेला काम गर्न नसक्ने अवस्था भएको हुनाले यो 4 दिनसम्म 5 दिनसम्म यो ब्लडिङ भइराख्ने हुँदा त्यसले चाहिँ रेस्टको रूपमा अलग्गै एउटा बेडमा उसले रेस्ट होस् भनेर सुताइने रहेछ। अनि यहाँ त्यो हुँदाखेरि चाहिँ यहाँ त्यो नेगेटिभ सोच आयो क्या, त्यसले गर्दा चाहिँ यो छाउपडी गोठहरू भएको। तर खासमा भन्नुपर्दा हाम्रो चाहिँ यो महिनावारी भएको बेला चाहिँ 4 दिनसम्म अलग्गै रेस्ट गर्नुपर्ने हुँदा चाहिँ हामीलाई अलग राखिएको कोठामा, त्यसले चाहिँ त्यति नमानिदिनु होला यहाँहरूले। अब त्यति मान्ने त छैन, तर त्यही भनेर चाहिँ यो हटाउनु पर्छ भन्ने मान्छ। अनि चाहिँ विभिन्न चाहिँ यो साधनहरू हुन्थेन नि त। महिनावारी भएको बेलामा चाहिँ काम गर्यो भने आँगनतिर गयो भने चाहिँ ब्लड छरिन्थ्यो। त्यही भएर रेस्ट गर्नुपर्छ भने अलग बसाउने होइन। त्यसबाट चाहिँ कुप्रथा लिएर चाहिँ अहिले चाहिँ यो छाउगोठ बनाउने होइन, अलगै सुताउने काम चाहिँ भइरहेको छ। अहिले विकृतिको रूपमा चाहिँ धेरै नै फैलिसकेको छ यो छाउपडी प्रथा। पहिले चाहिँ सामान्यतः यो रेस्टको रूपमा लिन्थ्यो र अब पनि हामीहरूले यसै गरी रेस्टकै रूपमा लिनुपर्छ भन्ने म भन्छु यहाँलाई र गर्नु पनि हुनेछ भन्ने अपेक्षा गरेको छु। अनि मैले एउटा कुरा सुनेको के